हेलो एन्ड वेलकम गाइज, तपाईँहरू सबैजनालाई स्वागत छ मेरो आजको न्यू भिडियोमा। आज हामी यता गाउँमै होइन ट्याक्क लाएर बुढीसँग जान लाग्यो होइन। बुढीको चाहिँ परेलीमा ठुल्ठुलो भएछ होइन, आँखाको परेलीहरू, अनि त्यो थ्रेडिङ गर्नको लागि जान लागेको छैन। आज चाहिँ हिजो पनि मलाई भनिरहेको थियो कि जाउँ कि जाउँ भनेर कर गरिरहेको थिएँ। हिजो चाहिँ आँखा दुखिरहेको थियो, साइडको आँखा होइन एउटा, त्यो हेर्न गएको। आज चाहिँ बुढीसँग जाँदैछु म चाहिँ। उसको चाहिँ यो आँखाको होइन परेली ठुल्ठुलो भएछ अरे त्यो साइडको होइन, अनि त्यही भएर त्यो मिलाउन जान लागेको छ कि हामी जाँदैछु यताबाट होइन। आज चाहिँ भ्लग चाहिँ घरबाट सुरु नगरेर क्या, अलि घाम डेन्जर लागेको थियो त्यही भएर है। अनि बुद्ध चोकमा आएर भ्लग सुरु गर्दैछ है। हामी चाहिँ जाँदैछु यतापट्टि, यो रोड जाँदैछु हामी चाहिँ। हाम्रो भिडियो हेर्दै गर्नु होला है। हामी चाहिँ अहिले रोडमै हिँडिरहेको छ होइन। अनि हाम्रो घर चाहिँ यता साइडमा छ क्या, बारी बिच साइडमा है। अनि यहाँबाट देखा चाहिँ छैन, घाम चाहिँ यस्तो डेन्जर लागिरहेको छ है। बुढी चाहिँ हिँडिरहेको छ चप्पल पट्काएर प्लाटाक पारेर होइन। अनि हाम्रो गाउँमा चाहिँ नयाँ घर पनि बनाएको थियो कि यो घर होइन। यो घर चाहिँ नयाँ थपेको थियो होइन, हाम्रो आफन्त पर्छ अरे भनेर सुनेको थियो। के हो ए अम्बक सम्बक छैन हो, होस् अम्बाको सिजन गइसक्यो, अम्बा सम्बा यो घर चाहिँ हाम्रो गाउँमा नयाँ बनाएको थियो होइन अस्ति भर्खर। एउटा चाहिँ त्यो त अगाडिबाट चाहिँ यहाँ हो कहाँ हिँड्र अगाडि चाहिँ साथी रहेछ कि होइन। यो त काठमाडौँ गएको थियो कि, अनि काठमाडौँबाट आएर रहेछ कतिखेर थाहा छैन। म चाहिँ आएन, बुढीको ट्रिटिङ गर्न आएको थिएँ यहाँनिर पार्लरमा। अनि यो भाइ चाहिँ पुरा पैसा मागेको रहेछ क्या, 9 वर्ष अरे होइन, बोल्न सक्दैन अरे। के भयो नबोलेर भाइ हो? मोबाइल हेरेर कि के भएर होइन, के भयो नबोले अरे? धेरै मोबाइल हेरेर नबोल्या। त्यो भाइ चाहिँ पैसा मागेको रहेछ कि बोल्दैन अरे होइन। अनि काँधमा हात राखेर हल्लाएको थियो क्या। यो भाइ बोल्दैन अरे, यहाँ थ्रेडिङ गर्न आएको थियो बुढीको होइन। यतापट्टि चाहिँ पार्लर छ, खोइ बोल्दैन भन्छ। अनि भर्खर चाहिँ खानेकुरा खाएको थियो यो भाइ चाहिँ, खोइ लाटो रे भन्छ यो भाइहरूले। के भएको भने फेरि धेरै मोबाइलहरू नबोल्या भन्छ होइन त भाइ। यो भाइहरू चाहिँ आएको रहेछ क्या। अनि मलाई चाडिदिएको थियो कि भाइले चाहिँ, यतापट्टिको भाइले चाहिँ यस्तो भिडियो बनाइदिउँ भनेर बनाइदिएको। अहिले चाहिँ बुढी चाहिँ माथि थ्रेडिङ गरिरहेको छ होइन कोठामा। अनि म चाहिँ यहाँ पुरा बसिरहेको छु कि, यहाँ खुल्ला ठाउँ छ क्या, यहाँ बस्नको लागि बनाएको हो कि के हो होइन। यहाँ आएर यो भाइले मलाई अलिक पैसा मागेको थियो क्या, खोइ इसारा चाहिँ दिन्छ रहेछ होइन। पैसा बोल्नु चाहिँ बोल्दैन अरे, के हो फट्टा हो कि साँच्ची हो थाहा पनि छैन। त्यो भाइ चाहिँ पैसा मागे गरेर थियो होइन। अनि कस्तो माया लाग्यो कि त्यो भाइ गर्न हेरेर होइन। त्यसको खोइ हाइरै बढ्दैन अरे, मान्छे त्यस्तै छ अरे होइन। अनि त्यही भएर पैसा दिइदियो कि त्यो भाइलाई 10-20 रुपियाँ खाजा खानको लागि हो कि के को लागि माग्यो होला होइन, थाहा चाहिँ छैन। पैसा दिएको पसल भागिरहेको त्यो भाइ चाहिँ होइन। अनि ठिक्क मेरो बुढी पनि आइरहेको क्या, त्यहाँको थ्रेडिङ पनि गर्छ होइन। त्यहाँ त अघि चाहिँ कस्तो देखेको थियो, अहिले चाहिँ अलिक मिलाएर राम्रो देखेछ है। घाम चाहिँ डेन्जर लागेको छ। अघि दिउँसोसम्म चाहिँ यति साह्रो घाम थिएन, अहिले यस्तो घाम लागेको छ है हाम्रो गाउँमा। मौसम यस्तो छ हाम्रो है यतातिर। हामी जब घर जान्छु पसलबाट अलिकति अब चटपटे खानु पर्यो घरमा बनाएर। अब त्यहाँ पसल यता साइडमा होइन पसल छ, त्यो पसलमा गएर चाउचाउ 2-3 प्याकेट किन्नु होला। अनि चटपटे बनाएर घरमै खान्छौँ है। के सामान चाहिन्छ त्योहरू सब किन्छु, अनि त्यहाँ घरमा लगेर बनाएर खान्छौँ। भिडियो मन पऱ्योमा लाइक कमेन्ट सेयर पनि गरिदिनु है। भोइस चाहिँ अलिक नराम्रो आएको छ किनभने रुगले भेटिरहेछ, टन्सिल पनि भएर छ है, घाँटीमा फोको पनि आएको छ। अनि त्यही भएर अलिक नराम्रो आउन सक्छ है भोइस चाहिँ। हामी चाहिँ पसल छिएर होइन चटपटेको सामानहरू ल्याएर आइसक्यो होइन। अनि यति किने हो, धेरै चाहिँ किनेन, त्यही 100को चाहिँ किने हो, तर धेरै चाहिँ किनेन।
अलिक धेरै किनभने मम्मीले कराउँछ क्या अब 4 पनि बजिसक्यो नि त खाना बनाउनु टाइम पनि हुन लागिसक्यो त्यही भएर धेरै किनेन अब घर जान्छौँ बनाएर खान्छौँ चटपट होइन अनि त्यसपछि भ्लग पनि अब सकिन्छ होला के हुन्छ कसो हुन्छ हेर्नुपर्छ है भ्लग चाहिँ अब बनाउँछ कि बनाउँदैन हेर्नु पर्ला है अब चाहिँ घर पनि पुगिसक्यो है बुद्ध चोक पनि पुग्नु लागिसक्यो त्यही त अनि अब घर पुग्नु लागिसक्यो त अनि यहीँ त हाम्रो घर अनि यता साइडमा अब यता चाहिँ बुद्ध चोक जाँदै छ यहीँ हामी चाहिँ यता चाहिँ हाम्रो घर छ है बारी बिचमा अनि यता बुद्ध चोकबाट जान्छौँ हामी चाहिँ अहिले घर जाँदैछौँ हामी चाहिँ फाइनली घर पुगिसक्यो है हाम्रो भाइ चाहिँ हाम्रो चाहिँ काकाको छोरा है यो चाहिँ हामी चाहिँ घर आइसक्यो अलि हाई गर न अनि हामी चाहिँ अब घर आइपुग्यो होइन यहाँ चाहिँ आइना पनि छ सानो होइन है अब हामी चाहिँ घर पुग्छौँ होइन अब हामी चाहिँ चटपट बनाएर खान्छौँ होइन आजको भ्लग चाहिँ यति नै है भिडियो मन परेमा लाइक कमेन्ट सेयर पनि गरिदिनु है